अच्छा, तपाईँको हिसाबमा घाम पनि छैन हैन? होइन, घाम चाहिँ छ, बट हामीलाई पहिल्यैदेखि जस्तो सिकाइरहेछ त्यस्तो छैन। जस्तो कि अरू साइन्टिस्टहरूले भन्दछ त्यो एउटा आगोको गोला हो, तर त्यस्तो चाहिँ होइन। नासाद्वारा पठाइएको त्यो एउटा टर्च हिटर हो जसले कि उज्यालो पनि दिन्छ र साथै तातो पनि दिँदछ। उसो भए सर, यत्रो दिनसम्म यो टर्च त बलि नै रहेको रहेछ, न यसको ब्याट्री पनि सकियो। यो चाहिँ कसरी भयो त सर? यो त हामी भनौँ भने अब म मात्रै के भन्नु, हाम्रो यो बिबिके भिडियो इन्टरटेनमेन्ट न्युजद्वारा धेरै तपाईँलाई चाहने दर्शकहरूले हेरिरहेको छ। उहाँहरू पनि उत्सुकता भएर सुन्नुको लागि बसिरहेको छन्। उहाँहरूलाई बुझाइदिनु पर्यो कि कसरी चाहिँ यो टर्चमा ब्याट्री पनि सकिँदैन। हजुरले अलिकति यसमा रोशनी लगाइदिने प्रयास गरिदिनुहोस्। हाम्रो दर्शक, आजको दर्शकहरूले, हाम्रो यो नयाँ जेनेरेसनको दर्शकहरूले पनि बुझोस् कि यो नासाद्वारा फैलाएको फेक चिजहरू चाहिँ के रहेछ भनेर। हजुरले प्लिज यहाँ हाम्रो दर्शकहरूलाई बुझाइदिनु पर्यो। म तपाईँको दर्शकहरूलाई यही भन्न चाहन्छु कि यो जुन चाहिँ टर्च हो त्यसको चार्ज चाहिँ लगभग 8 महिना टिक्दछ। अनि त्यस पश्चात जब चार्ज सकिन्छ त्यतिखेर चाहिँ हामीले महसुस गरेको छु होला कि घाम पनि धेरै कम्ती लाग्छ, तापमान पनि कम्ती हुन्छ अनि जाडोको अनुभव हामीले गर्न सक्छौँ। त्यतिखेर चाहिँ नासाहरूले मार्समा गएर त्यो ब्याट्री फेरि इन्स्टल गर्नुको लागि लगभग उनीहरूलाई 3 देखि 4 महिना लाग्छ। अनि त्यो इन्स्टल भइसकेपछि त्यो फुल पोटेन्सियलमा जस्तो पहिला थियो त्यस्तै फेरि तापमान दिँदछ। र यो धेरै टाढो पनि होइन, यहाँदेखि हाम्रो पृथ्वीदेखि 400 भन्दा 500 मिटर माथि मात्रै हो। अच्छा, तर सर त्यो 500 मिटर भन्दा माथि त हावाजहाज उड्छ, अनि यो चाहिँ कसरी हो? हजुरले बुझाइदिनु पर्यो नि। तपाईँलाई साँच्चै नै लाग्छ एक्चुअलमा एरोप्लेन हुन्छ भनेर? अच्छा, हुन्न त? के तपाईँहरूलाई थाहा छ, जब हामी एयरपोर्टमा जान्छौँ त्यतिखेर हामीलाई त्यो एयरपोर्टमा 2 घन्टा वेट गर्नुपर्छ। त्यो 2 घन्टाको समयमा एउटा केमिकल रिलिज गर्दछ। त्यो केमिकल चाहिँ यति बिना खतरनाक हुन्छ, तपाईँले गएर गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ। म कसैको नाम भन्दिनँ, तर त्यो केमिकलले हाम्रो दिमागमा यस्तो इल्युजन क्रिएट गर्छ। अनि त्यो 2 घन्टा पश्चात जब हामी बसमा बस्दछौँ त्यतिखेर हामीलाई लाग्दछ कि हामी प्लेनमा बसिरहेछौँ र त्यो बस यस्तो त्यस्तो होइन, त्यो रोडमा चल्ने त्यो विमलको बस हो। जब हामी बसमा बस्दछौँ त्यतिखेर हामीलाई लाग्छ कि हामी आकाशमा उडिरहेछौँ, र जब हामी झ्यालबाट बाहिर हेर्दछौँ त्यतिखेर हामीलाई लाग्छ कि हामी आकाशमाथि उडिरहेछौँ। र त्यस पश्चात जब ब्रेकर लाग्छ त्यतिखेर हामीलाई लाग्छ कि प्लेनमा टर्बुलेन्स लाग्यो। र एउटा केटा यस्तो थियो जसको चाहिँ बिचमा नै त्यो इल्युजन ब्रेक भयो। म उसको नाम त लिँदिनँ, तपाईँहरूले गएर, अगर हामीलाई विश्वास लाग्दैन भने तपाईँले गएर गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ। जब त्यो मान्छेले कसो गर्दाखेरि यस्तो प्लेनको झ्यालबाट बाहिर हेर्दाखेरि उसले के देख्यो भन्दाखेरि चाहिँ एउटा मान्छेले पानीको बोतल बेचिरहेको र एउटा मान्छेले चाहिँ चिप्सको प्याकेटहरू बेचिरहेको। र यो कुरा त्यो जब मान्छेले थाहा पाएर कसैलाई भन्नु जानु भन्दा अगाडि नै त्यो मान्छेलाई गायब नै गरिदियो। र यो कुरा चाहिँ आजसम्म कसैलाई पनि थाहा छैन र त्यो मान्छेको चाहिँ के भयो आजसम्म कुनै खोज खबर नै छैन। तपाईँले हामीलाई विश्वास गर्नु हुँदैन भने गएर एकपल्ट गुगलमा सर्च गरी हेर्नु होला। र हाम्रो यो आशाको साइन्टिस्टले हाम्रो जति पनि हाम्रो
बिबीके भिडियो इन्टरटेनमेन्टको दर्शकहरूलाई धेरै ज्ञानको कुरो आज जान्न सक्नु र त्यसरी नै ज्ञानको कुरो सुन्नुको लागि हाम्रो च्यानल चाहिँ बिबीके भिडियो इन्टरटेनमेन्ट फेसबुकमा पनि छ र युट्युबमा पनि छ। यो च्यानललाई चाहिँ तपाईँहरूले माया दिनु होला र यसलाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्। त्यसमा भिडियो धेरै नै तपाईँहरूको लागि ल्याउँछु। आज हामीले यो भाषाको साइन्टिस्टलाई हामीले धेरै टाढोबाट निमन्त्रण लिएर आएको। उहाँलाई नासाबाट पनि निमन्त्रण थियो, तर उहाँले अब अहिले इन्डियामा एउटा त छ डिआरडिओ साइन्टिस्ट, डिआरडिओ हाम्रो इन्डियाको रिसर्च सेन्टर, जो कि उहाँ पनि डिआरडिओले बोलाउनु भएको थियो उहाँलाई र उहाँ जानु भएन। उहाँले आफ्नो एउटा साइन्टिस्ट दाजुले आफ्नो ल्याब खोल्नु भएको छ, जो कि अहिले निकै नयाँ स्टुडेन्टहरूलाई उहाँले धेरै नै के अरे भर्तीको लागि यसरी जग्गा जग्गामा उहाँले लाइभ गर्दै कतिवटा कुरो हाम्रो स्कुलको नानीहरूलाई सिकाइरहेको छ र कतिवटा कुरो नासाले फेक न्युज पहिलाको रहेछ। हामीलाई त अहिले गएर थाहा भयो, नत्र त हामीलाई त अहिलेसम्म थाहै थिएन कि यो घाम भनेको त एउटा पृथ्वी जस्तो एउटा गोला भनेर सोच्यौँ हामीले त। तर यो त नासाले राखेको एउटा टर्च, गिटर टर्च रहेछ। र आज उहाँले नभन्नु भएको भए हामी अझै पनि अँध्यारो नै हुने थियो। र भविष्यमा म चाहन्छु हाम्रो जति पनि गुरुबाहरू हुनुहुन्छ उहाँले पनि धेरै रिसर्च गरेर अब स्कुलमा पढाइदिने भन्ने म आशा राख्दछु। र हाम्रो बिबीके न्युजको तर्फबाट हाम्रो दर्शकहरूलाई धेरै धेरै धन्यवाद। र अब फेरि पनि यसरी नै हाम्रो न्युजमा आएर यसरी शोभा बढाइदिने भन्ने आशा राख्दछु। धन्यवाद। र हजुरहरू सबैलाई धन्यवाद, तपाईँहरूले हेरिदिनु भयो र अझै ज्ञानको कुराहरू तपाईँहरूले जान्नुहुन्छ भने तपाईँ आएर मसँग जोड्नु सक्नुहुन्छ मेरो खासा ल्याबमा। र तपाईँलाई अझै केही कुरा जान्नु छ भने तपाईँले बिबीके भिडियो इन्टरटेनमेन्टको न्युजमा तपाईँले जान्नु सक्नुहुन्छ। र यस्तो कुनै खासै क्वालिफिकेसन चाहिँदैन कि तपाईँ आएर खासामा साइन्टिस्ट बन्नुको लागि यस्तो पढ्नुपर्छ त्यस्तो। तपाईँ पढेको छ भने पनि हुन्छ, 7-8 नपढेको छ भने पनि हामी सिकाउँछौँ। ल त्यसै लागि तपाईँले यतिसम्म हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। र जति सक्दो तपाईँको साथीहरूलाई सेयर गर्नुहोस्, यो कुराहरू उनीहरूलाई थाहा छैन होला, सेयर गर्नुहोस्, सपोर्ट गर्नुहोस्। धन्यवाद छ।